स्वयम्भू वार्षिको स्वयम्भू मन्दिर। ओम माने पेमे ओम, ओम माने पेमे ओम, माने पेमे ओम, ओम माने पेमे ओम। हजुर बाबा आउनुहोस्। शम्भुनाथ गौतम बुद्ध शान्ति। ल है ओम माने पेमे ओम। हाम्रो बाजेको नाम छ दाइया, हाम्रो बाजेको नाम छ है। हेर्नुहोस् त, ओहो स्वयम्भुनाथ टिकटक जोन है त्यो साइडतिर। भोडे राजाको दरबार होइन दाइ उता? भोडे राजाको दरबार बाटो त यता पनि गरेछ नि दाइ। कहाँ कहाँ गएको बाटो यो? लास लाग्नेलाई बनाएको त्यो लास कहाँ? भोडे राजा दरबारतिर बनाइन्छ, जलाइन्छ। ओहो पारी गोगा हेर्नु, ओहो स्वर्गै छ नि यहाँबाट हेर्नुलाई त। आमामा हेर्नुहोस् त, हो पानीले गर्दाखेरि। ओम माने पेमे हेर्नुहोस् है, हेर्नुहोस् त। यो भेगमा देखिने खैरेनी बजार र यहाँबाट चाहिँ तुवालोले गर्दाखेरि अलि खासै मौसम छक्क छैन, नत्र खैरेनी बजार र पारीको बलटक्सार सबै देखिन्छ यहाँबाट। यताबाट चाहिँ हिमाल, तर यो मौसम सफा छैन। ओम माने पेमे ओम, ओम माने। ल यतातिर भार्सेको खाल्टो छैन पऱ्यो। बाबाले पूजा गर्दै हुनुहुन्छ भित्र, धूप ध्वजाहरू गर्दै हुनुहुन्छ। थापचौर कोरेङ परिवार सब्यादी यो वागा जैठान। बादलले छेछ पऱ्यो बाटो, पाँबाट जाने बाटो है यो पाँबाट जाने उट्रो पारीको जोइठानबाट झरेको वागा आउँदै। ए त्यो कहाँ झर्छ त त्यो? फोक्सिङ जान्छ। फोक्सिङ फोक्सिङ फाँट है। तल साह्रै दुःख है त्यो बेला है। खारकाम गोगा, गोगाको स्कुलवाला थियो है। उयो यो लेक कटेर त हामी सिक्दी जान्थ्यौँ नि, यो लेक कटेर त्यस्तो। हाम्रो उसमा चाहिँ बुकिनीमा चाहिँ एकजना हुनु थियो हाम्रो बाबाहरूको पालोमा, एकदम चोड्ने के हो हिजो के अरे बाबा, उहाँलाई चाहिँ आफ्नै माइतीले हातखुट बाँधेर भिडभाड गुल्टाएर मारे गरे। रोन्छ चोर भन्थ्यो कि, रोन्छ चोर बुकिनी गरे होइन? बुकिनीको तिनीहरू 4 भाइ हो। जेठो जिते हो, माइलो रोन्चे, साइलो सेते, कान्छा पुने हो। 4 भाइ हो तिनीहरू।
भुजेलहरू के उकै थरी कान्छाको बगान ए एउटै भाइ हो नि एउटै बाजेको खलक हो नि ए त्यो रोन्चे भन्ने त मुखले ठ्याङ्मै काउलो पार्ने लडक्कै पार्थ्यो चोर्ने फेरि त्यहाँबाट चोर्ने थाइने बाहिर फेरि गाउँभरि छोड्ने कि गाउँमा यदि उसले गरेन आफ्नो बाजे बाह्रकोटमा थियो बाह्रकोटमा बाजेले धन्य थियो कि एकदम ऊ बेलाको साउथ थियो माइतीको बाजे माइतीको बाजे वहीँ बस्ने बसेर बाजेले घरि जाने चोर्ने भाग्ने त्यहाँ बाजेले चाहिँ मार्यो कि त्यसलाई चाहिँ भनेर बुकिनीमा त चोर्ने काम गर्दैन बुकिनी गर्न नथ्यो ए बुकिनी भार्सिँदै कहीँ नचोर्ने गर्न नथ्यो चोर्ने बाजेका मात्र जाँदा उसले थाहा छ मुइचो गर्थ्यो ए बाजेले सताएको नि त्यो बाजेले बाँडेर ल्याएको छ टेकेमा क्या घरमा ए उहाँबाट बाँधेर यहाँ बुकिनीमा ल्याएको तिम्रो गाउँको मान्छेले नाति त हो मेरो यो नाति हो यो चोर हो यो चोर नाति मलाई सतायो ल के गर्ने यसलाई भनेर ल्याएको टेके मङ्साले लैजा ओ टल्ठी भारतीय पञ्चायतमा लैजा मैले के यत्रो गर्छु र मेरो गाउँको भाव नि ल ओ टल्ल गएर उ गर सिनेमा लगेर जरा लगाउने लैजा भनेको टेके त्यहाँ लगटेको टल्ठी के गरे अब त्यहाँ त भैनालाई लग्यो फेरि आफ्नो माइतीतिर लगेर त्यही वनमा कता भिरमा दुईवटा हात पछाडि बाँधेर आँखा उसले सुइराले घोचेर भिरमा पठाइदिएको है अब मारेको त्यहाँ चोर्ने नहरायो त्यो बुढो कता भावी के भयो त्यो कौडेको लेखा होला बा त्यो कौडेको ल्याएको त्यही हो त्यही त अरे त्यो हो कि मजुवा भन्ने त्यो पल्तिर हो कि हिले मजुवा हिलेमा जाने त्यो डाँडादेखि अलिक तल्ठी पर्यो तल्तिर छ सिक्दी अझै त्यो डाँडादेखि अझै उता पर्यो सिक्दी अनि बरेङ बाह्रकोट यता पर्यो सागदी ऊ त्यो डाँडा हो म एकचोटि चाहिँ भेडाको उन बोकेर सानबासँग यसै गरी त्यो डाँडामा कम्ता उकालो डाँडा चाहिँ थियो बुकिनीबाट हिँडेको उहाँ सिक्दी राति मात्र पुगिन्छ त्यस्तो हिँड्नु पर्थ्यो के मान्छे जलाउने है स्ट्रिट लाइट यहाँ जलाउँथेँ है म पनि एकचोटि आएको छु यहाँ मान्छे जलाउनु सानोमा यहाँ जलाएर अनि जलाएपछि त्यो काँडा राख्दै काँडालाई कुचेर जानुपर्छ भन्दा यो झुलिनेको प्रतिष्ठान हो यो त्यो हो नि त डाँडा झुलिन त तल होला प्रतिष्ठान यता माथि हो प्रतिष्ठान त यसको अगाडि पर्यो त्यो तल्लोको पारी कुन हो त झुलिनी हो त्यो झुलिनेको झुलिनी हो नि त हामी भैँसी जङ्गलमा छोड्थ्यौँ दाइ बुकुनीको भैँसी जति जङ्गलमा छोड्यो अनि आमा र म आउँथ्यौँ कि म त सानो थिएँ नुन खुलाउन 6 महिनामा ऊ त्यो माथि डाँडामा गएर त्यहाँबाट चाहिँ काली भनेर कराउँथ्यो कि अनि अब भैँसी अब यता कता कता खाल्टोतिर हुन्थ्यो अनि आमाको साउन्ड सुनेर आए गर्दै गोसाएको अनि त्यहाँबाट जान्थ्यो नुन खुलाएर नि त घर फर्किहाल्छ 6 महिनामा नुन खानै पर्ने रहेछ कि तिमीहरूले यस्तो हुँदो रहेछ नुन खुलायो त्यहाँबाट अब त्यही जङ्गलमा बस्छ ब्यायो भने लिएर आउने ब्यायो भने लियो नि त्यो टाइपको हुँदो भेटेको नि मैले पनि यस्तो होला भन्ने के थाहा थियो र होइन हेर्नु त अहिले यहाँ यस्तो संरचनाहरू बन्यो सबै मान्छेहरू आएर यहाँ दर्शन गर्न यहाँ शिलालेखनको लागि तयारी अवस्थामा रहेछ जाम ल है राम्रो गर्नुभएको रहेछ अब यहाँ आएर चिसो मौसममा न्यानो तातो चिया खान पाइने भयो ल है जय शम्भो ओहो हजुर यो बनाएको अरे यो चाहिँ नरेसरको परिकल्पना होला अब यहाँ इस्ट वेस्ट सर्ट म्याप देखेको छ कि म्यापमा लेखेको थियो
टिकटक इस्ट भनेर टिकटक जोइन होला उता लेख्नु पर्यो पूर्व उतापट्टि हो भन्ने उत्तर यतापट्टि हो दक्षिण यतापट्टि भन्ने पहिला एन र एस गराइ चाहिँ केटा लेस्ट मार गराएर अनि यहाँ मान्छेहरूले ल यिनीहरू त ढल्केर नि आफ्नो नाम राख्ला यहाँ भन्नु भन्ने अरे नरु लेखेछ एउटा सुजन लेखेछ भन्ने भन्यो ल पार्क सफा गरौँ ल है हेर्नुहोस् त थाप्लेको लेक है त्यहाँ पारीको चाहिँ यस्तो मजाको मिलाएर बनाएको जस्तो डाँडाहरू के हो र रुखै काटेर डल्लो होइन त्यहाँ लुम्पेकबाट हो क्या त्यो है त्यहाँ आउने यतैबाट जाने होला है यताबाट गएर त झर्न पऱ्यो नि त दाइ खोल्दा फेरि त्यसै गरेर त्यसै कस्तो मजाको त्यो बनाएको जस्तो कि होइन त्यो आर्ट के है हेर्नुहोस् त ओहो यहाँबाट हेर्दाखेरि त त्यो चाहिँ यस्तो पोइन्टमा छ कि सबै ठाउँमा देखिन्छ होइन हेर्नुहोस् चालपात ल यो भ्यू पोइन्ट यहाँबाट पारी पारीसम्म हेर्नको लागि हेलो ए यहाँ पनि सुरु भइसकेको रहेछ नि त दोकान त रहेछ त यहाँ ए ल बहिनी चिया खाऊँ न चिया है चिनी नहालेको चिया है ओहो मरिचहरू हाल्नुहोस् सबै हाल्नुहोस् चिनी नहाल्नु होला कुर्सी छैन है बाहिर बस्न ल कुर्सी एउटा कुर्सी चाहिँ यसो निकालिदिनु बुवालाई छ भने ल हेर यहाँबाट आमा ओहो हेर्नुहोस् त बनाएको जस्तो यार हो हिमाल देख्नै पाइएन क्या है सुन्तला खेती यतातिर पुरै सुन्तला र के भन्छ फलफुलको लागि एकदम होइन यो ठाउँ चाहिँ कुन चाहिँ ए तलको त्यो ट्रक फार्म है जाने माछा खान जाने ल यहाँबाट चाहिँ बाटो गयो हाम्रो भेनाको गाउँ खारेकाम के चारेमा मान्छे सारे यहाँ ए चारेमा भन कति घर रहेछ एकै घर है पहिला चारै घर भएर चारै राखेको होला है चारैमा एउटा माइला कामी भन्ने थियो दुई पाठी दुध दिने भैँसी पालेको थियो ए ठुलो भैँसी नाट्यो यस्तो त्यही घरतिर हो कि हो अहिले एउटै घर छ नि त्यहाँ त्यो कामी त मरे त्यहाँ तल होइन त्यो ऊ त्यो ऊ तलको घर यो नानीको घर त्यही एउटा एक घर मात्रै छ भन्नु खारेकाममा त कति घर छ नि त्यहाँ हाम्रो पुसेर घर जस्ता त्यस्तै छ त के भत्केको हो त्यो होइन टिन लगाएको नि त्यही होला रोड छ यहाँ भेनाएको छ नि त्यहाँ के हुन्छ किबी के छ नि परम भेना आउँछन् अहिले बेला बेला त्यो दुईवटा सिन्सेना हो क्या यता ओल्तिर ऊ छ क्या बिचको हो अनि पल्टिको ठाडा जम्मै ऊ लगाइछन् क्या टिन लगाइछन् त्यो बाटोदेखि मुनितिरको हो क्या बाटोदेखि मुनिको कति घर छन् तिनीहरू पनि जान्थ्यो नि झुले नि पहिला घाँस काट्न यहाँबाट झुले नि आउँथे वन पालेको यिनीहरू त गोगामा चाहिँ रमाइलो होला त्यो बजार होइन त्यो स्कुल बजार त अलिक मुनि छ क्या डाँडालिसकेको छ
यसको माथि बाफ्रे पहिलाभन्दा त भकै हो नि होइन बाटै बाटो पहिला कहाँ थियो राम्रो पालोमा केही त थिएन ओहो